हेलो नमस्ते सेवा र सबैजनालाई आज चाहिँ म तपाईहरुलाई यो तीनटा ब्रान्डको मैले तपाईहरुलाई पर्स देखाउन गइरहेको छु। अस्ति चाहिँ मैले यिनीहरुको फोटो हालेको थिएँ अन्त सबैले मलाई त्यसको भिडियो हालेर देखाइदिनुस् न भनेर चाहिँ अब सबैले भन्नु भएर चाहिँ मैले आज यसको चाहिँ भिडियो नै लिएर आएको छु हो। सबसे पहिले म तपाईलाई यो गुच्चीको देखाइदिन्दैछु ल। गुच्चीको यो तपाईको चाहिँ एप्रिकटमा छ है कलर। सरी यो चाहिँ म तपाईलाई अनबक्सिङ गरेर देखाइदिँदैछु। यो चाहिँ यो एप्रिकटमा छ हो। यो चाहिँ तपाईलाई म खोलेर देखाइदिँदैछु ल। फर्स्ट चाहिँ तपाईले यो यस्तोमा पाउनुहुन्छ। यहाँ चाहिँ तपाईको दुईटा बटन लागेको हुन्छ। यहाँ पनि एउटा जग्गा छ, यो पनि एउटा जग्गा हुन्छ हो। अन्तखेरि तपाईको अर्कोपट्टि चाहिँ यो हुन्छ। यहाँ चाहिँ तपाईले फोटोहरु हाल्न सक्नुहुन्छ हो। यतापट्टि पनि तपाईले क्यासहरु राख्न सक्नुहुन्छ हो। अनि तपाईलाई अर्को एउटा यहाँ पनि तपाईले कार्डहरु राख्न सक्नुहुनेछ हो। यो तपाईको गुच्चीको फर्स्ट एउटा कलर भयो। अब म तपाईलाई अर्को यो कोचको देखाइदिन्दैछु ल। यसमा एकछिन ल, हेर्दै गर्नु न, हेर्दै गर न ल। अर्को चाहिँ तपाईलाई यो कोचमा यो कफी कलरमा छ हो। यसको पनि सेम हुन्छ। यसको चाहिँ यो चेनमा पनि यो कोट्सहरु लेखेको हुन्छ। गुच्चीको पनि मैले देखाउन बिर्से, तर गुच्चीको पनि चेनहरुमा कोट्स गुच्ची नै लेखेको हुन्छ हो। यो चाहिँ ओरिजिनल चाहिँ हैन, तर सेम लाइक ओरिजिनल। तपाईकोमा यदि ओरिजिनल छ भने यससँग तपाईले कम्पेयर गर्न सक्नुहुन्छ, मिलाउन सक्नुहुन्छ। यो चाहिँ एकदमै प्रिमियम क्वालिटीको छ। म तपाईलाई छेउबाट पनि देखाइदिन्दैछु है। यो चाहिँ एकदमै प्रिमियम क्वालिटीमा छ। सेम गुच्चीको जस्तै हुन्छ। यहाँ पनि यहाँबाट पनि तपाईले हाल्न सक्नुहुन्छ हो। यसको यो भित्रपट्टि पनि छ। यसको यहाँ सेम एटीएमहरु हाल्ने हो। अनि तपाईको यता बिचमा पनि एउटा छ। अनि तपाईको यो कोचको भयो। अब म तपाईलाई एलभी को पनि देखाइदिन्दैछु ल। एलभी मा पनि छ। तपाईले यसमा कलरहरु पाउन सक्नुहुन्छ हो। यो चाहिँ एलभी को हो। यो पनि एकदमै राम्रो छ। यसमा पनि तपाईहरुको सबै हरेक चेनतिर तपाईको एकदमै ट्याग भएर आएको हुन्छ हो, ब्रान्डको नाम।